हेलो गुड मर्निङ सबैजनालाई। र आज चाहिँ बिहान उठेर पहिला म प्रार्थना गर्दैछु है, जुन चाहिँ हामीलाई बाल विकासमा सिकाउनु भएको थियो। अनि प्रार्थना गरिसकेर यो जुन चाहिँ कपमा चाहिँ म पानी पिउँदैछु है। अनि त्यसको बादमा एकछिन पढ्न बसेँ। एकछिन पढ्दैछु किनभने बिहान एकछिन किताब हेर्न मन लाग्छ है। अनि एकछिन पढेर चाहिँ म ओछ्यानहरू आफ्नो बेडहरू चाहिँ मिलाउँदैछु है। र बिहान उठेर बेडहरू सनाकसिनिक पारेर चाहिँ एउटा काम सकिहाल्छ। फेरि लथालिङ्गै त्यत्तिकै छोड्यो भने फेरि बादमा आएर पटाउनै पर्छ होइन। अनि त्यसै कारण चाहिँ बिहानै ओछ्यान मिलायो भने चाहिँ ढुक्कै हुन्छ है, एउटा काम पनि सकिहाल्छ। अन्त सनाकसिनिक बेडसिटहरू मिलाइसकेर चाहिँ यहाँनिर चाहिँ पिस लिली राखेको छु है मेरो रुममा चाहिँ। अनि एकछिन बढाल्दैछु यहाँनिर रुमहरू बढाल्दैछु। त्यस पछाडि एकछिन लासेममा बिहान उठेर है ढोक्ने बानी गरेको छु। र बिहान उठेर एकपल्ट लासेममा चाहिँ ढोकिसकेपछि चाहिँ खाजातर्फ लाग्यो है। र अहिले चाहिँ म खाजा बनाउँदैछु। बिहान रोटी र यहाँ चाना है, चानाको सब्जी। अनि यहाँनिर चाहिँ यो साई प्रोटिन हो है, यो चाहिँ जुन चाहिँ मन्दिरबाट यो चाहिँ दिनुहुन्छ है, र मन्दिरमा बनाउने गर्छ। र यो चाहिँ तपाईँले किन्दा पनि पाउँछ। यसलाई चाहिँ साई प्रोटिन भनिन्छ। र यो चाहिँ दुधमा हालेर म सधैँ बिहान खाने गर्छु है। अनि यहाँनिर चाहिँ हाम्रो नानाको चाहिँ नानीले खाना खाँदैछ है बिहानै। हाम्रो नानाको चाहिँ नानी हो। अनि यहाँ चाहिँ हो, यो चाहिँ हो साई प्रोटिन जुन चाहिँ दुधमा मिलाएको। अनि यो चाहिँ हो खाजा, चाना, घिउ अनि रोटी। र म बिहानको खाजा लिँदैछु है। यहाँ पछाडि देख्नु भएको चाहिँ बाजे हो है, बाजे। अनि यो चाहिँ एलोभेरा है। एलोभेरा चाहिँ यो चाहिँ एकदमै राम्रो, यो फेसको लागि खानुपर्ने है, कपालमा लाउनु पनि एकदमै राम्रो। यहाँ चाहिँ म 2-3 वटा टिप्दैछु यहाँ कपालमा लाउनुको लागि चाहिँ है। र एकदमै राम्रो हुन्छ, स्मुथ है, सिल्की पनि हुन्छ। अनि यो चाहिँ यहाँनिर चाहिँ म यो नानालाई चाहिँ एलोभेरा लगाइमाग्दैछु है। यो चाहिँ घरको प्योर हो। अनि यहाँनिर कपालमा नानाले मजाले लगाएर मसाज गरिदिनु हुँदैछ। र यहाँ चाहिँ बहिनी र म है एकछिन नाना काम गर्नु हुँदैछ, त्यसै कारण चाहिँ यहाँ बहिनी हेर्दैछु है। बहिनी हेर्दै यहाँनिर फेस मास्क चाहिँ लाउँदैछु है। र बहिनीले पनि त्यो माग्दैछ मलाई फेस मास्क। अनि लाउँदैछु बहिनीलाई राखेर है। अनि बहिनी आफ्नै धुनमा खेलिरहेको छ। अनि लगाइसकेपछि चाहिँ यस्तो देखिन्छ। यो चाहिँ क्ले मास्क हो, जुन चाहिँ तपाईँले हप्तामा 2 पल्ट लगाउनु भयो भने एकदमै राम्रो हुन्छ है। र यो चाहिँ अप्टिमल्सको जुन चाहिँ ओरिफ्लेम कम्पनीको प्युरिफाइङ क्ले फेस मास्क हो है, एकदमै राम्रो हुन्छ। र यहाँनिर आज चाहिँ मजाले घाम लागिरहेको छ है, दिन पनि एकदमै राम्रो भइरहेको छ, मजाले घाम लागिरहेछ। र यहाँनिर चाहिँ मैले सुपारीहरू सुकाइरहेको छु है। यो छतमा चाहिँ मजाले घाम भेटिरहेको छ। र त्यसपछि चाहिँ मैले यो जुन चाहिँ क्ले मास्क लगाएको थिएँ यो धोएर चाहिँ अब यहाँनिर टोनरले सफा गर्न लागिरहेको छु है। टोनरले सफा कटनमा लगाएर चाहिँ सफा गर्दैछु। र यो चाहिँ तपाईँले रेगुलरली 2 पल्ट दिनमा मर्निङ एन्ड इभिनिङमा चाहिँ टोनरले सफा गर्नुपर्छ है, यदि तपाईँलाई एकदमै राम्रो स्किन चाहियो भने चाहिँ है। अनि यो चाहिँ हो सेरम, र सेरम लाउँदैछु। टोनरको बादमा चाहिँ सेरम है, यो चाहिँ डर्माको हो। अनि डर्माको सेरम अलिकति सकिनु आँटेको छ है, र मैले ओरिफ्लेमकै मगाएको छु। अनि यो चाहिँ मोइस्चराइजर हो लेक्मीको है। र लेक्मीको मोइस्चराइजर पनि मेरो सकिनु आँटेको छ। र मैले फेरि यता ओरिफ्लेमकै मगाइरहेको छु। अनि यो चाहिँ मोइस्चराइजर लाउँदैछु मजाले है। तपाईँले मसाज गरेर यसलाई लाउनुपर्छ। त्यसको बादमा मोइस्चराइजरको बादमा चाहिँ यो चाहिँ लेक्मीको SPF 30 हो। यो चाहिँ सन प्रोटेक्सन है।
र यो चाहिँ तपाईँले अब किनभने अहिले अब समर सिजन आयो है, एकदमै गर्मी हुन्छ र यो एसपिएफ यो तपाईँले एसपिएफ भएको चाहिँ लाउनै पर्छ सनस्क्रिन। तपाईँहरूले अब घरमै बस्नुभयो भने नि एकदम लाएको चाहिँ एकदमै राम्रो है। र यो चाहिँ हो लिप बाम है। र लास्टमा चाहिँ लिप बाम चाहिँ लाउँदैछु है। र यो 12 बजीको अब खाना पनि रेडी भइसकेको छ है। खाना यहाँ अचार अनि यहाँ अन्डा र यहाँ आलु अनि दाल है बनाएको छु। त्यस पछाडि दही पनि छ है। यो चाहिँ दही चाहिँ यो चाहिँ हाम्रो घरकै हो है, घरमै गाई छ अनि घरमै दुध दही हुन्छ। अनि यो चाहिँ हो 12 बजीको खाना रेडी छ। र अब म खाना लागिरहेको छु 12 बजीको खाना है। 12 बजीको खानामा चाहिँ अन्डा छ, आलु छ है, दाल, अचार, टमाटरको अचार है, घरकै टमाटर हो। र यहाँनिर म खाना लिँदैछु 12 बजीको है। अनि सबैले खाइसक्नु भइसकेको छ है, र म चाहिँ लास्टमा खाँदैछु। र यहाँनिर फेरि नानी सुत्नुको लागि है, यहाँनिर कोक्रोमा लाउँदैछु नानीलाई। नानी अब सुत्ने अरे, अनि नानीलाई हल्लाउँदैछु। अनि एकछिन तलनिर बारीमा चाहिँ म है नानीलाई सुताइसकेर चाहिँ एकछिन गएको। यहाँ बारीमा चाहिँ यहाँनिर चाहिँ यो चाहिँ प्याज हो है, यो चाहिँ प्याज हो, देख्नु हुँदैछ है, यो चाहिँ प्याज हो घरको। अनि यहाँनिर चाहिँ टमाटरहरू छ है, यहाँनिर झ्यारहरू पनि पुरा आइरहेको छ है। अनि यो चाहिँ घरको टमाटर टिप्दैछु है। र यो चाहिँ ठिक्कैको साइजको छ, यो चाहिँ सानो सानो खालको टमाटर है, यो देख्नु हुँदैछ। यसको अचार चाहिँ एकदम अमिलो हुन्छ, मिठो हुन्छ यो चाहिँ। अनि यहाँनिर चाहिँ मैले चाहिँ यो भाँडामा लगाएर, अनि त्यस पछाडि यो चाहिँ हो जिरेनियमहरू है, यो चाहिँ जिरेनियमहरू छ यहाँनिर चाहिँ, हेर्नुहोस् त। र यहाँनिर चाहिँ टमाटर पनि मैले रोपिदिएको थिएँ, उम्रेछ है। र यो चाहिँ जिरेनियममा चाहिँ एकदमै सुकेछ है यो माटो चाहिँ। अनि यसमा चाहिँ म पानी लाउँदैछु। यो चाहिँ जिरेनियम हो, हेर्नुहोस् अहिले मजाले फुलेको त छैन, अलिअलि सानो सानो चाहिँ फुलेको छ यसरी। र यसमा चाहिँ म पानी लाउँदैछु। त्यस पछाडि यो घरको ब्याक साइडमा चाहिँ मैले यो बीको बिजन राखेको छु, यो जुन चाहिँ पटमा रोपेको थिएँ है। यो चाहिँ बी भनेको चाहिँ यो ठुलो खालको बी हुन्छ नि, जुन चाहिँ डल्लो टाइपको हुन्छ। अनि त्यो चाहिँ मैले रोपेको थिएँ, त्यसमा पानी। अनि यो चाहिँ खोर्सानीहरू छ है, अनि एन्थोरियमहरू पनि छ मैले सारेको है। अनि यो पनि बी नै हो, यो चाहिँ सानो खालको बी जुन चाहिँ अलिअलि तितो पनि हुन्छ नि, यो चाहिँ सानो खालको बीको बिजनहरू है। अनि त्यसमा पानी लाउँदैछु। यो पटमा रोप्यो भने चाहिँ एकदमै सजिलो लाग्छ मलाई चाहिँ रोप्नुको लागि, किनभने त्यो अब माटो सरी आउँछ है, एकदमै सजिलो हुन्छ। त्यसै कारण यो चाहिँ हाम्रो घरको 2 जना डगहरू हो है। आज चाहिँ घरमा पाहुना आउनु भएको थियो दलगाउँको है, अनि आसेङ आङीहरू, नानाको सासू ससुरा। अनि यहाँ चाहिँ आङी हुनुहुन्छ, मेमेलाई ढोग्नु हुँदैछ है। मेमेले लामो आशीर्वाद दिनुहुन्छ यसरी, आङी है। अनि अब आङीहरू चाहिँ पर जान आँट्नु भएको छ, पर मेमेलाई हेर्नु है। मेमे बिमारी हुनुहुन्छ, अनि मेमेले हेर्नु जानुभएको। र यहाँ हामी चाहिँ यहाँ माथि घर आएको छ, म र नाना चाहिँ यहाँ माथि घरमा। आसु घरमा, यहाँ आसुको छोरा चाहिँ बिमारी है। यो चाहिँ कुच्चो ओत्लाबारी लाने। अनि यहाँनिर चाहिँ भाइ हो, भाइ चाहिँ बिमारी भएको कारणले गर्दाखेरि चाहिँ भोमिटिङ डाइरिया भएको कारणले चाहिँ हामी हेर्नु आएको है। र मजाले ओछ्यानमा फोन चलाउँदै बसिरहेको रहेछ है। र यहाँ हाम्रो फेरि बेलुकाको खाना पनि रेडी भइसकेको छ है। आज चाहिँ चिकन बनायो, र यो चाहिँ नानीको खाना पाक्दा चाहिँ यहाँ खोले बनाइदिएको दाल छ। अनि यहाँ चाहिँ बाजेले खानुहुँदैछ। र फेरि म नानीसँग चाहिँ खेल्न
गएँ है एकछिन बहिनीसँग र यसरी बहिनीलाई खेलाउन दियो भने आफै खेलिबस्छ है। र अहिले चाहिँ 9 महिनाको छ बहिनी चाहिँ। र यहाँ ड्याडीले नै खाना खानुहुँदैछ। र यहाँ चाहिँ खानामा चाहिँ भात, आलु अनि मासु छ, चिकन अनि दाल। र म पनि खान लागेँ रातिको खाना। घरमा गएर यो बेलुकाको खाना खाँदैछु है। अनि यहाँनिर अब 2 जना डगहरूलाई नि खाना दिए। यो चाहिँ हाम्रो लियो अब सानैदेखि पालेको। यो चाहिँ बातमा आएको। यो चाहिँ आफै आएर बसेको यो जुन चाहिँ ओरेन्ज कलरको छ। र 2 जना चाहिँ अहिले 2 जना छ है डग। 2 जना छ डग चाहिँ। र यहाँ फेरि बेलुकाको मेरो स्किन केयर रुटिन सुरु भयो है। यहाँनिर बेलुका चाहिँ टोनर लाउँदैछु फेरि। त्यहाँदेखि टोनर पछाडि चाहिँ बेलुका चाहिँ मैले नाइट क्रिमहरू अहिले एप्लाई गरेको छुइनँ। अहिले चाहिँ कोकोनट ओइल लाउँदैछु। यो चाहिँ प्योर उता बेङ्गलोरबाट ल्याएको है। अनि कोकोनट ओइलले मजाले यसरी मसाज गर्नुपर्छ है। टोनर लगाएपछि चाहिँ पहिला फेस वासले मुख धुनु पर्यो, त्यस पछाडि टोनर लगाउनु पर्यो अनि यो कोकोनट ओइल लगाएर चाहिँ मजाले यसरी मसाज गर्नु पर्यो। फेसको मसाज है। एकछिन तपाईले 1 मिनट 2 मिनट भए पनि मसाज गर्नुभयो भने चाहिँ एकदमै राम्रो हुन्छ। यसरी ड्याब गर्नुपर्छ आईमा चाहिँ है। यो चाहिँ आईको मसाज भनिन्छ। अनि लास्टमा चाहिँ लिप बाम चाहिँ लाउनै पर्छ किनभने ड्राई हुन्छ है लिप चाहिँ, त्यसै कारण। अनि स्किनमा लगाएपछि चाहिँ एकछिन म यो लुसेन्टको बुक जेनरल नलेज चाहिँ एकछिन पढ्दैछु है। अनि त्यस पछाडि एकछिन प्रार्थना गरिसके चाहिँ है रातिको प्रार्थना गरेर त्यहाँदेखि म अब सुतेको है। ओके बाई बाई, गुड नाइट।